नमस्ते स्वागत छ यहाँलाई मेरो युट्युब च्यानलमा र आज हामी पढ्न गइरहेको छौँ सेट। सो हेर्न सक्नुहुन्छ मैले सेटको इम्पोर्टेन्ट टपिकहरू राखिदिइसकेको छु। अनि सबैभन्दा पहिला हेरौँ, अ सेट इज अ म्युटेबल अनर अ कलेक्सन अफ युनिक इलिमेन्ट्स। म्युटेबल भन्नाले चाहिँ हामीले सेटभित्र रहेको एलिमेन्टलाई पछि क्रिएट गरिसकेपछि पनि चेन्ज गर्न मिल्छ। अनर अ कलेक्सन भन्नाले चाहिँ सेटभित्र रहेको एलिमेन्ट्सहरू अर्डर वेमा हुँदैन। A set is created by placing all the items or elements inside curly braces separated by commas. सेटलाई चाहिँ हामीले बनाउनुको लागि कर्ली ब्रेसेस युज गर्नुपर्ने हुन्छ अनि इलिमेन्टहरू राख्दै जाँदा हामीले कमा युज गर्नुपर्छ। सो यहाँ हेर्न सक्नुहुन्छ सेटको इक्जाम्पलहरू रहेको छ अनि हामीले चाहिँ अब VS कोडमा एक्जिक्युट गर्नेछौँ। सो लेट्स गेट इन्टु VS कोड। सो हेर्न सक्नुहुन्छ म VS कोडभित्र आइसकेको छु र एउटा नयाँ फाइल बनाउन गइरहेको छु विथ द नेम अफ सेट डट py। र अनि हामीले पढेको जुनसुकै एलिमेन्टहरू स्टोर गर्नुको लागि पनि हामीले भेरिएबल बनाउनु पर्छ। सो मैले चाहिँ यहाँ नयाँ एउटा भेरिएबल बनाउन गइरहेको छु विथ द नेम अफ set1 इज इक्वल्स टु अनि सेट बनाउनुको लागि चाहिँ हामीले कर्ली ब्रेसेस युज गर्नुपर्ने हुन्छ। सो यसको भित्र चाहिँ एलिमेन्टहरू राखौँ। फर्स्टमा मैले दिएँ एप्पल, क्याट, 12, 45, 10। सो यसलाई चाहिँ प्रिन्ट गरेर हेरौँ। प्रिन्ट set1। सो हेर्न सक्नुहुन्छ हाम्रो आउटपुट आएको छ क्याट एप्पल 10, 12, 45। सो यो सेट चाहिँ अनर कलेक्सनमा भएको कारणले चाहिँ यसले आउटपुट यस्तो निकालेको हो। फर्स्टमा हामीले एप्पल हालेको थियौँ भने यहाँ चाहिँ क्याट आएको छ अनि सेकेन्डमा क्याट छ भने क्याट चाहिँ फर्स्टमा अनि 10 चाहिँ लास्टमा छ तर आउटपुटमा चाहिँ थर्डमा, 12 चाहिँ थर्डमा छ तर यहाँ आउटपुट चाहिँ फोर्थमा अनि 45 चाहिँ सेकेन्ड लास्टमा थियो हामीले हालेकोमा चाहिँ र यसमा चाहिँ आएको छ लास्टमा। सो अनि हामीले चाहिँ पढेको थियौँ सेटले चाहिँ युनिक एलिमेन्ट्स मात्र स्टोर गर्छ भनेर। त्यो भन्नाले चाहिँ के हो भनेर हेरौँ। सो मैले चाहिँ फेरि एप्पल हाल्न गइरहेको छु। एप्पल दिएँ। सो फेरि यसलाई प्रिन्ट गरेर हेरौँ। सो हेर्न सक्नुहुन्छ हामीले दुईवटा एप्पल हालेको छौँ बट आउटपुटमा चाहिँ एउटा मात्रै एप्पल आएको छ। किनभने सेम नेमको एलिमेन्ट फेरि हामीले स्टोर गर्यो भने चाहिँ त्यो चाहिँ सेटले इग्नोर गरिदिन्छ के, त्यसैले यहाँ एउटा मात्रै एप्पल आएको हो। र अर्को एउटा लास्ट थिङ हामीले पढेको सेट चाहिँ म्युटेबल हुन्छ भनेर। म्युटेबल भनेको चाहिँ जस्तै हामीले सेट क्रिएट गर्यो भने चाहिँ सेटको भित्रको एलिमेन्टलाई चेन्ज गर्न पाउनुलाई चाहिँ हामीले म्युटेबल भन्छौँ। सो मैले चाहिँ यहाँ एउटा नयाँ एलिमेन्ट एड गर्न गइरहेको छु। set1 डट एड 21 एड गरिदिन्छु। सो अब यसलाई चाहिँ प्रिन्ट गरेर हेरौँ। सो हेर्न सक्नुहुन्छ हाम्रो आउटपुट आइसकेको छ 21 यहाँ आइसक्यो। र अब चाहिँ म एउटा एलिमेन्टलाई रिमुभ पनि गरेर देखाउँछु। सो टु रिमुभ द्याट वी निड टु डु set1 डट रिमुभ। म चाहिँ रिमुभ यहाँ क्याटलाई गरिदिन्छु रिमुभ। सो प्रोग्राम मैले सेभ गरेँ, रन गर्छु। सो हेर्न सक्नुहुन्छ एप्पल 21, 10, 12, 45 मात्र छ आउटपुटमा। क्याट चाहिँ रिमुभ भइसकेको छ। सो यति नै थियो आजको लागि। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू।